के गर्दैछ? एउटा आलुको साइडमा दुईवटा चाबीलाई लगायो, फेरि अर्को साइडमा चार्जरलाई घुसाएर फोन चार्जर लगायो। वाट? फोन चार्जर भयो त? यसरी पनि फोन चार्जर हुन्छ र? ल साथीहरु, हामी पनि ट्राई गर्छौं है। ल साथीहरु, यसलाई ट्राई गर्नको लागि मैले पनि ल्याइसकेको छु यो एउटा आलु अनि दुईवटा चाबी। ल हेरौँ साथीहरु, यो ह्याक साँच्चै काम गर्छ त? सबैभन्दा पहिला हामीले एउटा साइडमा चाहिँ यी दुईवटा चाबीलाई घुसाउनु पर्छ। ल साथीहरु, हामीले दुईवटा चाबी यसमा घुसाइसकेका छौं। अब हामी यो अर्को साइडमा चाहिँ चार्जरलाई घुसाएर चेक गर्छौं कि साँच्चै नै फोन चार्जर हुन्छ होला त। यो अर्को फाइनली साथीहरु, मैले यहाँ दुईवटा यो चाबी र चार्जरलाई घुसाइसकेको छु। अब हेरौँ है साथीहरु, के यसले साँच्चै काम गर्ला त? ल साथीहरु, मसँग फोन पनि आइसकेको छ। अब हामी यसमा चार्जर लगाएर चेक गर्छौं कि के यो फोन साँच्चै चार्जिङ होला त? वाट? साथीहरु, चार्जिङ भयो त फोन। हेर्नुस्, यहाँनिर यो लाइट जलिरहेको। म यो चार्जिङ निकाल्छु है, लाइट हट्छ। हेर्नुस्, हेर्नुस्, हेर्नुस् साथीहरु, फेरि यहाँनिर लाइट जल्यो। साथीहरु, यो त अचम्मै भयो साथीहरु। हेर्नुस् त, यसरी पनि फोन चार्ज भइरहेछ। यसरी पनि हुन्छ? ल साथीहरु, म तपाईलाई अब यसको असलियत देखाउँछु है। यता हेर्नुस् त, यहाँनिर चार्जिङ लगाएको छ अनि यो चार्जिङबाट यहाँ फोनमा लगाएको छ। जो यो आलुमा जोइन्ट भएको चार्जिङ छ, यो चार्जर यता छ, यो खाली। यस्तै गरेर बेकुफ बनाउँछन् साथीहरु। यो भिडियो चाहिँ फेक भिडियो साथीहरु। यसरी चार्ज हुँदैन फोन। फोन चार्ज गर्नको लागि करेन्ट नभएर हुँदैन, बिजुली नभएर हुँदैन, विद्युत नभएर हुँदैन। यो यस्तो आलु हालु, यो सिक्का हिक्का भन्ने यो त वायत कुरा हो साथीहरु। यो फेक भिडियो हो। यो भिडियो साथीहरु तपाईलाई कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट शेयर गर्नु होला र मेरो पेजलाई फलो गर्न नबिर्सनु होला। धन्यवाद।